हेलो साथीहरु, वेलकम ब्याक टु माई च्यानल। तपाईहरुलाई मेरो च्यानलमा स्वागत छ। म फेरि यही ठाउँमा आएको छु अनि धेरै पछाडी तपाईहरुको बीचमा म यो भिडियो हाल्दै छु। हैन, आज यस्तो मजाले खुलेको छ, यहाँ आएपछि मलाई भिडियो बनाउन मन लाग्यो। र यो भनेको चाहिँ ताप्लेजुङ जिल्लामा पर्ने तेर्से भन्ज्याङ निर पुरानो यहाँ गोठहरु छ, यहाँ गाईबस्तुहरु पाल्ने गरिन्थे। यो बाटो हुँदै यो माथि देख्दै गरेको डाँडा चाहिँ सिदिङमा हो अनि हाम्रो ठाउँ चाहिँ सिदिङमा गाउँपालिकामै पर्छ। र आज चाहिँ यो एकदम मजाले खुलेको छ। यहाँ हिमालहरु चाहिँ कति राम्रो देखिरहेछ। यो वरिपरिदेखि लिएर यता सगरमाथाहरु अलिअलि नै देखिरहेछ। यो म तल्लो डाँडाबाट यो भ्यूहरु देखाउने छु है तपाईहरुलाई। र यहाँबाट चाहिँ देख्दैछ यो कञ्चनजंघा हिमश्रृङ्खला श्रेणी अन्तर्गतको यो कुम्भकर्ण भयो। यहाँ छोपिएको छ, थोरै देखिँदैछ, एकदम धेरै डिस्टेन्समा छ। कति सुन्दर देखिरहेछ। अनि अरु हिमालहरु हेर्नुस्, त्यहाँनेरि हिमालहरु देखिरहेछ, हिउँहरु एकदम घटेर जाँदैछ। यतापट्टिको दृश्य यो माथिको अग्लो डाँडा भनेको चाहिँ पाथिभरा भयो। त्यहाँदेखि उता देखेको हिमालहरु भनेको सगरमाथा वहाँनेरि अलिअलि नै पर देख्दैछ। यहाँबाट ताप्लेजुङ जिल्लाबाट चाहिँ सगरमाथाहरु यहाँनेरि देख्दैछ। तपाईहरुलाई चाहिँ ताप्लेजुङबाट सगरमाथाको दृश्य म देखाइरहेको छु। र वरिपरि चाहिँ यस्तो मजाले खुलेको छ। आज हामीले अस्ति पार्टी गर्नु जाने अनि रमाइलो गर्नुपर्छ भनेर सोचिरहेको थियौं, तर त्यो दिनदेखि धुम्मिन थाल्यो। अनि आज चाहिँ हामी तयारी थियौं न, तर यस्तो मजाले खुलेको छ। यहाँनेरि चाहिँ म कहाँ छु भन्दाखेरि तेर्से भन्ज्याङको यो डाँडामा छु। यो पुरानो आलहरु भयो। अनि यो पारी देखिएको भनेको चाहिँ फालेलुङ, यो बोर्डर भयो नेपाल र सिक्किम इन्डियाको बोर्डर। अनि यो वरिपरि चाहिँ यस्तो देखिरहेको छ। तपाईहरुलाई यस्तो ठाउँहरु घुम्नु आउनु मन लाग्छ भने सम्पर्क गर्नु होला। हामी नेपालको सम्पत्ति नै यो हिमाल, डाँडा काँडा पहाडहरु भयो। यहाँबाट चाहिँ यस्तो मजाले देखिन्छ। अनि अझै हामी यता माथि सिदिङमा चाहिँ धाम छ, मन्दिर छ, यो सबैभन्दा अग्लो डाँडामा। त्यहाँनेरिबाट चाहिँ हामीले यो सबै दृश्यहरु अझै मजाले देखिन्छ। तर म चाहिँ आज समय नभएको कारणले यहीँनेरि छु। अनि यहाँबाट चाहिँ यस्तो दृश्य देखाउनु पर्यो। बाँकी म यता गोठहरु भयो त्यताबाट देखिने दृश्यहरु पनि आज तपाईहरुलाई देखाउने छु, किनभने म आज एक्लै यहाँ घुम्न आएको छु। यति मजाले खुलेको छ। अनि यो भिडियो चाहिँ तपाईहरुलाई देखाउनै मन लाग्यो। अनि पछाडी पनि म हेर्नुको लागि मैले भिडियो क्याप्चर गरेको छु। बाँकी भिडियो तपाईहरुलाई म देखाउँदै जाने छु है त साथीहरु। र अहिले चाहिँ म यो तेर्से भन्ज्याङकै यो सिदिङमाहरु भयो सबै हेर्दै नै गीत सुन्दै छु। म प्रकृतिको काखमा बसेर गीत सुन्दा एकदम मजा हुन्छ। यो चिया पिउँदै यो भन्नुहुन्छ यो चाहिँ मणिपुर इन्डियाबाट ल्याएको भाइ, यो बट्टा इलामको चिया, ताप्लेजुङको पानी यहाँ यसरी ल्याएर म खाँदैछु। यताको भ्यूहरु, यता कुम्भकर्ण भयो, अघि यता मैले देखाएको सगरमाथाको भ्यूहरु भयो। गीत सुन्दै चिया खाँदै हेर्नु कति मजा आइरहेछ। त्यही भएर म यहाँ रोकेर यो भिडियो बनाएको छु। यो सबै ठाउँहरु हेर्दै है त तपाईहरुलाई लोभ लाग्ने खालको दृश्य चाहिँ मैले खिचेको छु, हेर्नु होला। ताप्लेजुङको पानी, इलामको चिया, मणिपुरको बट्टा ल्याएर यसरी यो एकदम रमाइलो ठाउँ तेर्से भन्ज्याङमा आएर वरिपरि सगरमाथादेखि कुम्भकर्ण, कञ्चनजंघा यो सबै हेर्दै, पाथिभरा हेर्दै, यो चाहिँ सिदिङमाको डाँडा वरिपरि यतापट्टि भारतको बोर्डर हेर्दै चाहिँ म यहाँ रमाउँदैछु। म चाहिँ अहिले उकालो जाँदैछु यो बाटो भएर। अहिले ठ्याक्कै कहाँ छु भन्नुहुन्छ भने कतिजना यो बाटो हिँड्नु भएको छ भने गलछिडा भन्ने ठाउँमा आएको छु। यहाँनेरि एउटा पुरानो गोठ छ, यहाँनेरि छ गोठ, देख्नु भयो होला। र मैले यहाँ देखाउन खोजेको चाहिँ यो वरिपरि यो जम्मै हरियो जति जम्मै देखिएको छ, यसलाई भन्छ अर्गेली। अर्गेली चाहिँ नेपाली हाते कागज बनाउनको लागि प्रयोग गरिन्छ। अनि इंग्लिश में भन्दा पनि हुन्छ अर्गेली के हो मलाई एक्ज्याक्टली थाहा भएन।
पेपर प्लान्ट भन्दा नि हुन्छ वी क्यान युज दिस प्लान्ट टु मेक पेपर नेपाली ह्यान्डमेड पेपर यस्तो हुन्छ यो चाहिँ अनि यो दानाहरु चाहिँ फुल चाहिँ यस्तो राम्रो देखिन्छ राम्रो देखिएको छ अनि यसको बास्ना पनि एकदम मिठो आउँछ के काँक्रा मजाले चिरेको जस्तो देखिन्छ अनि यो सबै भयो अनि वरिपरिको दृश्य यस्तो छ अनि सबैजनाले कति ठाउँ पाउँछ तपाईले यो देख्नु भएको थियो थिएन मलाई बताउनु होला यो वरिपरि यस्तो छ सिनहरु म खिच्दै जाँदैछु है त अफ उकाले सास बढाए म त्यो परको ठाउँमा जाँदैछु हाम्रो गोठ छ त्यहाँ झन् माथि आयो झन् राम्रो दृश्य देख्दै छ हेर्न त्यहाँनेरि कञ्चनजङ्घा हिमालहरु भयो यता देखि सगरमाथाहरु अझै माथि जाँदैछु अलिअलि अझै उँभो निस्किँदैछ यस्तो छ दृश्य चाहिँ अनि यो के भन्छ सिदिङमा अझै पुगिहाले यस्तो देखिरहेको छ यहाँबाट नजिकै हरियो छ एकदम अनि एक्लै यो चौरमा गीत सुन्दै चिया खाँदै हिँडेको मजा चाहिँ छुट्टै छ तपाईले कल्पना गर्न सक्नुहुन्छ है म चाहिँ हिँड्दै अहिले चाहिँ हाम्रो गोठमा आएको छु यहाँ यिनीहरुलाई नुनहरु दिइसके यहाँ भैँसीहरु यो बाछाहरु सबै छ अनि दुईटा हाम्रो गाई चाहिँ हराएको छ अब यिनीहरु सबै भेला भएर नुन खाँदैछ हैन डल्ले यो चाहिँ हाम्रो डल्ले आइ आऊ यहाँ आइजन यो सबै हाम्रो बडाको सबै भयो अनि तपाईहरुलाई अर्को रोचक कुरा भनेको चाहिँ यो हाम्रो गोठ देखाउने छु तपाईहरुलाई यो गोठ भन्नुहुन्छ भने 4-5 पुस्ता बसेको हाम्रो गोठ हो यहाँनेर चाहिँ हाम्रो बाजे बुढो बाजे कुप्रो बाजे थुप्रो बाजे धेरैवटा बाजे बसेको गोठ यो हो यहाँ नै अहिले चाहिँ भत्केर यो अवस्थामा छ यहाँनेरि बसहरु बान्ने गरिन्थ्यो बीचमा यहाँनेर चाहिँ यो अगेना भयो अनि त्यो वाल भएकोमा हाम्रो सुत्ने हो अनि यो बीचकोमा भनेको बाछापाडा बान्ने यहाँनेर एउटा सानो रुम जस्तो थियो र यता परको भनेको चाहिँ ठुलो माउ बस्तुहरु पाल्ने भयो यस्तो छ तर अहिले बिजोग छ तर हामीले चाहिँ प्लानिङ गरिरहेछौं यसलाई चाहिँ हामीले मर्मत गर्नुपर्छ यतिकै ढल्न दिनु हुँदैन भनेर चाहिँ सोचिरहेको छौं र यसलाई हामी छिटै नै बनाउने छौं र यता पारीपट्टि भनेको चाहिँ हाम्रो कान्छा हजुरबाको खण्ड भयो पारी सागाधाप भन्छ यता तल हाम्रो ठुलो चौर भयो यता पारी देख्दै गरेको यो माथिको डाँडाहरु भनेको चाहिँ फालेलुङ 3 सिमाना भयो जुन चाहिँ सिक्किम इन्डियाको बोर्डर भयो र यता माथि यो भनेको चाहिँ पोखरी भयो र यता माथि तिउरे हुँदै सिदिङमा पर्छ यताको भाग चाहिँ भने गोठबाट यता देख्दै गरेको चाहिँ मजाले हिमाल देख्दैछ त्यो वहाँ भनेको सगरमाथाहरु त्यता भयो माउन्ट एभरेस्टहरु यो तलको भनेको अघिमा आएको बाटोहरु भयो तेर्से भन्ज्याङ हुँदै यो परको लसुने डाँडा भयो भने तलको चाहिँ हाम्रो गाउँ यताबाट घाम आउँदैछ त्यही भएर राम्रो देख्दैन यस्तो छ यताको दृश्य चाहिँ तपाईहरुको लागि हेर यहाँ हाम्रो पुरानो गोठ यसको आसपासको दृश्य चाहिँ यस्तो छ हैन अहिले चाहिँ म ठ्याक्कै सागाधाप यहाँ कान्छा हजुरबाको यो गोठ भएको ठाउँमा आएको छु यहाँ चाहिँ गोठ बस्दै हुन्छ यहाँ वरिपरि सागसब्जी लाउनु भएको छ अनि बारेर एकदम हरियाली देखिरहेछ यता यो पारीपट्टिको चाहिँ हाम्रो गोठ अघि मैले नुन दिएको ठाउँहरु त्यो भयो भने यो चाहिँ हाम्रो कान्छा हजुरबाको गोठ यहाँनेरि वरिपरि यस्तो मजाले खुलेको छ यता माथि भनेको पोखरी भयो र यो गोठको आसपासमा यस्तो देखिरहेछ यता चौरहरु हरियाली छ किनभने यहाँ गाईबस्तुहरु अहिले तत्कालको लागि छैन भने चाहिँ सागसब्जीहरु रोपेर यहाँ एकदम राम्रो बनाउनु भएको छ मान्छेहरु बस्नुहुन्छ यस्तो छ भने पारीपट्टि चाहिँ हाम्रो बस्तुबाहरु छ मान्छे बस्दैन र यस पारी चाहिँ अलि सुक्खा छ भने यहाँ चाहिँ हरियाली छ यो बाटो चाहिँ अब यो सिदिङमा जाने बाटो भयो भने हामी चाहिँ अहिले ठ्याक्कै चिसो पानी भन्ने छु इलामको हैन ताप्लेजुङको चिसो पानी यो गोठको नाम चाहिँ चिसो पानी गोठ हो अनि वरिपरि हरियो जंगलहरु छ यो माथि सिदिङमा भयो आसपासको एकदम राम्रो दृश्यहरु देखिरहेछ
यस्तै यस्तै रमाइलो भिडियो अनि सिनेमेटिक भ्यूहरू वरपरको डाँडा काँडाको यो भिडियोहरू हेर्नु मनपर्छ भने चाहिँ हजुरहरूले कृपया प्लिज मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला अनि तपाईँहरू लाइक कमेन्ट गरिदिनु होला कमी कमजोरी छ भने भनिदिनु होला म सच्याउने छु म सिक्दै जानेछु अनि तपाईँले सब्स्क्राइब गरिदिनु होला अनि तपाईँको साथीहरूलाई सेयर गरिदिनु होला यो च्यानलमा यस्तो यस्तो खालको सिनेमेटिक भिडियोहरू आउँछ भनेर चाहिँ थ्याङ्क्स फर वाचिङ बाई बाई टेक केयर एभ्रिवान